हामी यात्राको क्रममा थियौं र यहाँ चाहिँ अदुवा खन्ने कार्यक्रम रहेछ र यो हो शारदा नगरपालिका वडा नम्बर 10 स्थित मदान। यहाँ चाहिँ निकै राम्रो अदुवा फलेको रहेछ, त्यसकारण चाहिँ हामी केही कुराकानीलाई जोड्दैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। आमा नमस्ते। भाग्यमानी हुनुला बाबु। यो कुन ठाउँ हो ठ्याक्कै आमा? यो मदाना सल्ले हो। मदाना हजुर। शारदा नगरपालिका 10 नम्बर वडा। हजुर। अनि अदुवा निकै राम्रो फलाउनु भएको रहेछ। हुन्थ्यो हजुर, आज यो भन्दा धेरै बढी हुन्थ्यो, अहिले अलिक कमजोर छ। आज यो भन्दा अघिल्लो वर्ष चाहिँ धेरै फल्थ्यो। धेरै फल्थ्यो। हेर्नुस् त यहाँ चाहिँ यति राम्रो फलेको छ। अझै आमा भन्दै हुनुहुन्छ यो भन्दा अघिल्लो वर्ष चाहिँ अझै राम्रो फल्थ्यो। हजुर। यो वर्ष चाहिँ किन फलेन त आमा? हजुर यसमा अलिक के भएन हो है, रोग पनि लागेको छ त। हजुर। अनि धेरै पानी परेर हो कि क्या हो? धेरै पानी पर्यो होला सायद, हैन? हजुर। कतिको बेच्नुहुन्छ नि, कतिको आम्दानी गर्नुहुन्छ? आम्दानी त हुन्छ होला, अब भया साल त धेरै हुन्छ त। भया साल त धेरै हुन्छ। हजुर। कति क्विन्टल रोप्नु भएको थियो बिउ मात्रै? बिउ मात्रै होला यो त 4-5 क्विन्टल। 4-5 क्विन्टल बिउ मात्रै रोप्नु भएको थियो। हजुर। भनेपछि अन्त पनि छ। अन्त पनि छ है। त्यसमा छ दुईटा आज तल छ।